यो झर्ना हेर्नु न कस्तो दामी छ यार। ओ माई गड, यहाँ झर्दो रहेछ है। नुहाउँदा पनि हुन्छ है त्यो यस्तो दामी छ, सफा पानी छ। क्या मजाले यहाँ माथि उडाइरहेको छ। यस्तो दामी दामी झर्ना, यस्तो मजाले आइरहेको छ। नाइस झर्ना क्या, यो झर्ना चाहिँ सफा लाग्छ, दामी छ। ओ माई गड, कस्तो ढुङ्गै ढुङ्गाले चाहिँ कहाँबाट आइरहेको छ। हिमालको टाकुरामा छु आज म। त्यो सेतो देखिरहेछ, त्यो चाहिँ हिमाल हो। यहाँबाट देखिहाल्नु भएको छ नि, उयो त्यो हिमाल है। हिमालको फेदमा छु अहिले चाहिँ म। यो सुन्दर गाउँ, वरिपरि जङ्गली जङ्गल, बिचबिचमा घर है। कस्तो गहिरो छ क्या यहाँ, कस्तो गहिरो छ हेर्नुहोस् है। जङ्गलै जङ्गल छ अनि पर घरै घर। नाइस है, यस्तो छ, घरै घर छ, दामी छ। अनि यहाँ चाहिँ हिमाल छ। हिमाल चाहिँ वरिपरि रहेछ क्या, यहाँ चाहिँ पाहाडको वरिपरि हिमालै हिमाल रहेछ यहाँ चाहिँ। यो हिमाल हो, यो सेतो सेतो, यो चाहिँ हिमाल है। बाटो यस्तो छ। अनि मेरो बाइक चाहिँ यहाँ छ। म अहिले घुम्दै घुम्दै अझै तलतिरसम्म जाँदैछु। हेलो एभ्रिवान, आज म नुवाकोटतिर घुमघाम गर्न आइरहेको छु। अहिले चाहिँ सुनसान जङ्गल छ, एक्लै छु, बाटोमा छु अहिले चाहिँ। अनि उतातिर हिमाल देखिराख्नु भएको छ, त्यो हिमाल हो होइन। नाइस हिमाल। अनि आज चाहिँ शनिबार, यसो छुट्टीको दिन घुमिदिउँ कि भनेर आज आएको छु म। अनि गाडीहरू पनि हिँडिरहेको छ, बाटोमा छु। नुवाकोटसम्म पुग्छु पुग्दिनँ मलाई थाहा छैन, तर जे होस् नुवाकोटको छेउछाउमा छु। अब यहाँदेखि नुवाकोट 10-15 मिनट मात्र लाग्छ अरे। नुवाकोटको छेउछाउमै छु आज चाहिँ म अहिले चाहिँ होइन। तर बाटो एकदम उकालो न उकालो छ, यस्तो उकालो छ बाटो है, हिँड्नै गाह्रो क्या। बाइक पनि चढ्ने त्यस्तो गाह्रो भइरहेछ अहिले, पुरै उकालो छ नि त।